अब एकजना अनैतिक सुशीला कार्की भन्ने मान्छे, मैले अनैतिक किन भनेको भने हामी यति दुखी नेपाली भयौँ कि यो देशको प्रधान न्यायाधीश भइसकेको मान्छे सबैभन्दा बढी नैतिकतामा बस्छ होला भन्ने लाग्छ। संसारभरिको कुनै पनि देशको सबैभन्दा बढी नैतिकवान मान्छे को हो भनेर अपेक्षा गरिन्छ। बरु राष्ट्रपतिको पद पनि राजनीतिक पद हो, खेलबाड गरेरै पुग्छन्, ढुङ्गामुढा गुण्डागर्दी गरेरै चुनाव जितेर जान्छ। तर प्रधान न्यायाधीश भइसकेको मान्छे सबैभन्दा बढी नैतिकवान हुन्छ होला भनेको यो पृथ्वी रहउन्जेल, यो संविधान रहउन्जेल, नेपाल भन्ने देश रहउन्जेल सांसद नभएको मान्छे भविष्यमा पनि कहिल्यै प्रधानमन्त्री हुन पाउने छैन भनेर आफै नै लेखेर दुईचोटि सही गरेको हो कि हैन सुशीला कार्कीले। तर म प्रधानमन्त्री हुन पाउँछु र नाबालकहरूको गिदीबाट बगेको रगत पिउन पाउँछु भने म चाहिँ जान मिल्छ भनेर भन्नु उहाँले।